राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको समानुपातिक तर्फको बन्द सूचीमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको सिफारिशमा 36 जनाको नाम परेको पाइएको छ। बालेनले पठाएको नाममा 11 जना आदिवासी जनजाति, खस आर्यतर्फ 10 जना, थारूतर्फ 2 जना, दलिततर्फ 5 जना, मधेसी 4 जना र मुस्लिमतर्फ 3 जना रहेको खुलेको छ। यसमध्ये डाक्टर राम लामा भनिने कुलमानका नातेदार समेत रहेका छन्। सुषमा स्वर्णकार डिम्पल भने हाम्रो पार्टी नेपालको अध्यक्ष खगेन्द्र सुनारको सिफारिशमा आएको बताइएको छ। स्रोतले भनेको छ आदिवासी जनजातितर्फ डाक्टर राम लामा, मिङ यार्बु शेर्पा, ज्ञानेन्द्र मल्ल, विश्व राई, टासी लाक्पा शेर्पा, टासी लाजुम, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, रजनी श्रेष्ठ, डाक्टर ओजस्वी शेरचन, सुनिता नेहामा फुकी। यस्तै खस आर्यतर्फ 10 जना रहेका छन्। सचिन ढकाल, सुदीप ढकाल, गोविन्द नारायण, जनक न्यौपाने, टीकाराम दाहाल, विदुश्री राणा, श्रद्धा कुबर, मञ्जु भुषाल, रचना खतिवड़ा छेत्री, सृजना ओली। थारूतर्फ 2 जना रहेका छन्। सुरेन्द्र चौधरी, उर्मिला चौधरी। दलित तर्फको 5 जनामा प्रकाश सपुत, रामजी राम, सीतावादी, सुषमा स्वर्णकार डिम्पल, गिर्जादेवी मल्लिक र मधेसीतर्फ 4 जना खगेन्द्र कर्ण, प्राणा सुदन झा, देवनारायण मण्डल, डाक्टर ललिता कुमारी र मुस्लिमतर्फ 3 जना आसिफ शाह, समीना मिया र मोहना अन्सारी समावेश भएको पाइएको छ।